एकजना सहमति भइसकेको थियो अनि उहाँको कुरामा नि म सहमति भइसकेको थिएँ क्या होइन। अब 4 जना हुन्छ अनि उहाँको कुरामा सहमति भइसकेको थिएँ म चाहिँ। अब घरायसी कुरा हो है, अब सुन्नेले सुन्नु, नसुन्नेले कान बन्द गर्नु। अनि अहिलेसम्म चाहिँ कामै भएको छैन मेरो है। अब सुनाउनु त मन लाग्दैन, तर पनि एउटा मनले चाहिँ भाइ सुना, तँलाई कतै आइडिया पो मिल्छ कि भन्ने हो होइन। अनि आइडिया मिल्छ प्लस अनि सायद कसैलाई नलेज पनि मिल्छ होला होइन, कसैलाई के भन्छ साहस मिल्छ होला होइन, कसैलाई हिम्मत मिल्छ कि भनेर मात्रै हो। अनि यसमा चाहिँ के छ भने त्यो अस्तिको कामहरू हो। अनि जुन कामको लागि चाहिँ मैले अस्ति फोटोहरू पोस्ट गरेको थिएँ मान्छेहरूको है, नाम चाहिँ म भन्दिनँ अनि सम्बन्ध नि म भन्दिनँ है। अनि त्यस्तै त्यही कामको लागि चाहिँ काम हुन्छ कि भनेर उहाँहरूलाई मैले फकाउनुसम्म मैले फकाएँ होइन, सम्झाउनुसम्म सम्झाएँ, मिल्नु कोसिस पनि गरेँ होइन, तर उहाँहरू मिल्नु मानेन क्या। घरि एउटा कुराले अल्झाउँछ, घरि अर्को कुराले उल्झाउँछ, यता उल्झाउँछ उता उल्झाउँछ मलाई होइन। अनि आफ्नो यता एक्जाम हुँदैछ होइन। अब अहिले चाहिँ म ठ्याक्क 20 वर्षको भएँ अनि त्यसपछि अहिले चाहिँ आफ्नै अब उमेर भएसम्म चाहिँ कोसिस गर्नुपर्छ केही न केही गर्ने भनेर चाहिँ कोसिस गर्दैछु। अनि त्योभन्दा पनि सुरुमा नि एक्जाम थियो अनि त्यसको लागि मैले पढ्दै घरि कता घरि के कुद्नु परेर चाहिँ त्यो मैले एक्जाम पनि राम्रोसँगले दिनु सकिनँ होइन। अनि योपालि अब लास्ट चान्स छ मेरो। अनि त्यसपछि मैले चाहिँ सकभर म पढाइमै ध्यान दिन्छु भनेर सोचिरहेको थिएँ। पछिबाट ठक्कसँगले निवेदन आइपुग्यो क्या। अनि निवेदनले गर्दाखेरि फेरि उहाँलाई फकाउनुसम्म गएँ, आफ्नो खर्च गरी होइन। अनि आफ्नो खर्च नि अब यता अब फुपूसँग त म माग्दिनँ, किनभने मैले यता फुपूको परिस्थितिहरू बुझेको छु नि त, देखेको छु। अनि बाहिर देश विदेशबाट चाहिँ हाम्रो दिदी दाजुले सहयोग गर्नुभएको थियो नि, त्यही खर्चहरू गरी मैले चाहिँ ठाउँमा लगेँ होइन उहाँहरूलाई, तर काम पनि भएन। अनि काम भएन अनि फेरि काम नभएपछि अनि भनौँ न पछिबाट फेरि आएर फकाएर लगेँ है। अनि त्यसपछि अब फेरि अन्तिम चरणमा पुगिसकेको थियौँ। अनि एकजनाले चाहिँ सहमति भइसकेको थियो होइन, जो चाहिँ सहमति हुनुपर्ने मान्छे थियो त्यो मान्छे चाहिँ सहमति भइसकेको थियो। अनि मान्छेहरू अब काम गर्ने आउँछ नि त होइन, सर्टकट बुझौँ है। अनि काम गर्ने मान्छे अन्तिम चरणमा पुगिसकेको थियौँ। अनि त्यसपछि चाहिँ टक्कसँगले यस्तो पूजा आउँथ्यो क्या। अनि त्यसपछि अनि एकजना सहमति भइसकेको थियो अनि उहाँको कुरामा नि म सहमति भइसकेको थिएँ क्या होइन। अब 4 जना हुन्छ अनि उहाँको कुरामा सहमति भइसकेको थिएँ म चाहिँ। अनि त्यसपछि एकजना चाहिँ भनौँ न अब मेन क्यारेक्टर के भनौँ होइन। अनि उहाँ चाहिँ उफ्रिहाल्यो क्या। अनि उफ्रेपछि चाहिँ कामै भएन अस्ति पनि। अनि त्यसपछि कामै भएन। त्यसपछि यस्तो नराम्रो लागिरहेछ मलाई होइन। अब एउटा मनले चाहिँ के भन्छ भने भाइ छोडिदे त कमाएर जोड्न सक्छस् भन्छ होइन, मेरो मनले, मान्छेले चाहिँ भनेको होइन, मेरो मनले। अनि अर्को मनले चाहिँ के भन्छ भने होइन भाइ तेरो अधिकार हो, तैँले पाउने अधिकार हो, तैँले त पाउनै पर्छ भन्छ होइन। अनि त्यही हो, काम अस्ति भएन। अनि त्यसपछि उहाँहरूको चाहिँ के थियो भने डिमान्ड क्या, यति पाउनुपर्छ मैले भन्ने चाहिँ उनीहरूको डिमान्ड थियो। अनि तर पनि मैले ल तपाईँहरूको डिमान्ड म पुरा गरिदिन्छु भनेर लिएर गएको। अन्तिममा उहाँहरू भागिदियो होइन, भागिदियो क्या, 2 ठाउँबाट भाग्यो। अनि एउटा समितिमा भाग्यो अनि अर्को भनेको त्यो है ठाउँमा भाग्यो होइन, जुन चाहिँ कागजपत्र उनीहरूको अब इच्छा अनुसारको त्यो कागजपत्र क्या, यति पाउनुपर्छ मैले, भाइले यति दिँदैछ अनि टक्कसँगले चाहिँ अनि त्यहाँदेखिको भागिदियो। त्यसपछि अनि पछिबाट फेरि आएर मैले राम्रो मुखले सम्झाएँ होइन। अब उहाँहरूले चाहिँ के सोच्छ भने यसलाई यो केटाको चाहिँ कानमा केही कुरा भनौँ न कसले धेरै कुरा सिकाएको छ भन्छ होइन। मलाई कसले सिकाउनु पर्दैन होइन, म बुझ्ने भएँ होइन धेरै कुराहरू होइन। अब पहिलाको सानोमा अब कसैले नि बुझाउँदैन होइन, न त यस्तो कुराहरूको बारेमा, न त कानुनको बारेमा थाहा हुन्छ होइन। मलाई कानुनको बारेमा थाहा भनेको त अहिले भर्खर थाहा हुँदैछ। अनि मैले फेरि सम्झाएको थिएँ, सम्झाएर अनि अन्तिम चरणसम्म चाहिँ लिएर गएको थिएँ। अनि सहमति हुने मान्छे चाहिँ सहमति भइसक्यो, घरि अर्को मान्छे चाहिँ उफ्रिदियो। अनि उफ्रिएपछि गाउँ समाजले सम्झाउँदा पनि गाउँ समाजसँगै उफ्रियो क्या।
अनि त्यसपछि काम पनि भएन त्यो दिन, अनि अहिलेसम्म पनि कामै भएको छैन। अनि त्यसपछि अब यसमा चाहिँ के हो भन्दाखेरि अब लोभ होइन, उहाँहरूलाई किन लोभ होला है? अब बिहे भइसकेको मान्छे होइन, अब उल्टै उल्टै आफ्नो घरमा लानु पर्नेमा उल्टै अर्काको घरमा बसी होइन। अनि त्यसपछि सहमति भएको मान्छे पनि काम भइसकेको कामलाई पनि उफ्रेर कामै गर्नु नदिएपछि अनि कस्तो खालके सोच्छु क्या। अनि भन्छन् मलाई चाहिँ के भन्छ भने मैले तिमीहरूकै लागि गरिदिएको, तिमीहरू दुईजनाको लागि गरिदिएको भनेर भन्छ। अनि हाम्रै लागि गरिदिएको, अस्ति त्यहाँनिर सहमति भइसकेको मान्छे अनि फेरि उफ्रिएपछि कामै भएन होइन, हाम्रो लागि गरिदिएको अनि पुरा त्यस्तो सुनाउँछ होइन। अनि मान्छेहरूले नि भन्छन्, समाजले भन्छन् यो मान्छेले यस्तो यस्तो भनेर भन्छन्, त्यसैले होला मेरै लागि गरिदिएको रहेछ भने अस्ति भर थाहा पाएँ होइन। जब कि सहमति हुनुपर्ने मान्छे सहमति भइसकेको थियो, म पनि सहमति भइसकेको थिएँ। अनि जो मान्छेको बोल्ने काम पनि छैन त्यो मान्छे बोलिदिएपछि अनि काम पनि भएन क्या, अनि अहिलेसम्म कामै भएको छैन। अनि त्यसपछि खोइ के कस्तो भनौँ होइन, लोभै हो भन्छु म त। मलाई चाहिँ फेरि लोभ छैन, मसँग चाहिँ कुनै लोभ लालच छैन मलाई होइन। तर मेरो भित्री मनदेखि भनेको होइन, अब सुन्नेलाई चाहिँ फेरि कथा लाग्ला। के हो भन्दाखेरि म कमाउने उमेरको केटा हुँ है, म कमाउने उमेरको केटा हुँ, म अहिले कमाउने बेला भएको छ, मैले केही गर्ने बेला भएको छ भनेर उहाँहरूले बुझ्नुपर्नेमा बुझिदिएन क्या। अनि त्यसरी बुझी पनि दिँदैन, अनि कुरा चाहिँ भन्छ तिम्रै लागि गरिदिएको, तिमीहरूको लागि गरिदिएको भनेर। मेरो लागि केही पनि गरिदिएको छैन, सबै आफ्नै लागि लोभ। अनि यसमा चाहिँ मलाई कुनै लोभ लालच छैन होइन, अब किनभने म कमाएर जोड्नु नि सक्छु। तर एउटा कुरा के हो भने यदि त्यो कुरा छ भने त्यो आफूले पाउनुपर्ने अधिकार हो होइन, त्यो छ भने फेरि कमाएर आफूले जोडिराख्नु नि पर्दैन भन्ने एउटा मनले भन्छ। तर यसमा मलाई लोभ लालच चाहिँ छैन है, किनभने एक दिन मरेर गइन्छ होइन, मरेर गइन्छ, लाने केही पनि होइन। यो अनुहार पनि एक दिन चाउरी परेर जान्छ, के घमण्ड गर्ने होइन। अनि उहाँहरूले चाहिँ अब के भनौँ होइन, अब के भनौँ उहाँहरूसँग चाहिँ लोभ छ होइन, अब किनभने मेरो भविष्यको बारेमा सोचिदिएको छैन क्या। यदि हामी एउटै रगतको हो भनेर सोचिदिएको भए यो काम अस्ति गरिसक्थ्यो होइन। अनि यसको यो मैले भन्दै कुराको पनि पछाडि ब्याकग्राउन्डमा धेरै कथाहरू छ, धेरै कुराहरू लुकेको छ होइन। यो कुरा चाहिँ मैले अहिले प्रेजेन्टको गर्दैछु, पास्टको कुराहरूमा धेरै 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 कुराहरू छ, जुन कुरा चाहिँ मैले अहिलेसम्म भुलेको पनि छैन होइन। त्यो कुरा नि म पाएछु भने बिस्तारै सुनाउँला। अनि त्यसपछि त्यस्तो कुराहरू छ। अनि त्यसपछि कुरा अनि त्यो मैले अस्ति पोस्ट गरेको थिएँ नि त फोटोहरू, अनि त्यो फोटोको विषयमा नि यता चोकतिरै केटाहरू छ अरे 2-3जना, हानिदिउँ दाइ भन्ने खालको हुन्छ अरे। यो पछाडिबाट हान्नु हुँदैन क्या, अगाडिबाट हान्नु सक्नुपर्छ है, यस्तो मान्छेहरू पनि छ। तर के गर्नु, कामै भएन। अनि अब सायद अझै पनि हुन्छ कि भन्ने आश चाहिँ छ। अनि अझै पनि मिल्नु खोज्छु तर उहाँहरू मिल्नु खोज्दैन क्या। अनि त्यसपछि अनि मान्छेले म कति 5-6 चोटि त झुकिसकेँ क्या, अब योभन्दा चाहिँ झुक्दिनँ नि भनिसकेँ। अनि मैले अस्ति सम्झाएको नि हो, तपाईँहरू आफ्नो ठाउँमा पुगिसकेको, म त अब भर्खर 20-21 वर्ष पुग्दैछु, मेरो अझै धेरै भविष्य बनाउनु बाँकी छ, मेरो भविष्य डल्लै बनाउनु बाँकी छ भनौँ। अझै अहिले भर्खर त अब पढाइसकेर अब यसो जागिर होइन उमेर भएसम्म गर्छु भनेर, अनि अब पढ्दैछु। अब पढ्दाखेरि यस्तो कुराहरू आउँछ क्या दिमागमा, पढ्दा पढ्दै कस्तो हुन्छ नि, पढ्दा पढ्दै दिमागमा यताउति खेल्नु थालिहाल्छ। अनि कन्ट्रोल भनेर सोच्नु हुँदैन। सम्झाएको मैले पनि भनेको, तपाईँको ठाउँमा पुगिसकेको, मैले त डल्लै भविष्य बनाउनु छ। मैले अब भविष्यको साथसाथै पछि मैले अरूको छोरीहरूको भनौँ न, अरूको छोरीको भविष्य नि मैले बनाउनुपर्छ, हेर्नुपर्छ। अब तपाईँको ठाउँमा पुगिसकेको मान्छे भनेर भने होइन, मलाई कुनै लोभ लालच चाहिँ छैन। तर यो अधिकारको कुरा हो, अधिकारको कुरा हो भने त्यसरी सम्झाएको। अब के भन्नु त नि, कामै भएन है। अब आशा छ अझै कामहरू अगाडि हुँदै जान्छ भने। यो घरैसी कुरा किन हालेको भन्ला, हाल्ने हो, सुन्नेले सुन्नु, नसुन्नेले कान बन्द गर्नु। कथाहरू धेरै धेरै छ।
टाइम पाएँ भने बिस्तारै सुनौँला। अहिले चाहिँ कामै भएको छैन क्या। त्यस्तै छ दर्शकबिन, अब काम आशा छ काम छिटै पुरा होस्। धन्यवाद।